अनुसन्धानका अनुसार विश्वमा करिब प्रत्येक 31 देखि 45 सम्म बच्चा मध्ये एकजना ओटिजम स्पेक्ट्रममा हुन सक्छ। तर धेरै बच्चाहरूको पहिचान ढिलो हुन्छ किनभने सुरुवाती संकेतहरू सामान्य विकास भएको जस्तै देखिन सक्छ। आउनुहोस् आज हामी ओटिजमका 6 वटा यस्ता संकेतहरूको जानकारी लियौं जुन धेरै अभिभावकहरूले वर्षौंसम्म थाहा पाउन सक्नुहुन्न। मैले साझा गरेको यो भिडियो हरेक कुरामा अत्यन्त महत्वपूर्ण छ। यदि तपाई अभिभावक हुनुहुन्छ वा कुनै बच्चासँग जोडिनु भएको छ भने कृपया अन्तिमसम्म यो मेरो भिडियो हेरिदिनुहोला। सायद यही एउटा जानकारीले कसैको जीवनमा ठूलो फरक पार्न सक्छ। ओटिजमको पहिलो संकेत, आँखा त जुधाउँछ तर मन जोडिन सक्दैन। ओटिजमको दोस्रो संकेत, शब्द धेरै हुन्छ तर कुराकानी एकतर्फी मात्र हुन्छ। तेस्रो संकेत, खेल छ तर खेल सधैँ एउटै हुन्छ। चौथो संकेत, जिद्दी होइन, सेन्सरी समस्या हुन सक्छ। पाँचौं संकेत, शरीरको समन्वय यानी कोअर्डिनेसन कमजोर देखिनु। छैटौं संकेत, स्कुलमा ठिक तर घर आएपछि फुटेर निस्किने। बच्चालाई सबैभन्दा नजिकबाट देख्ने व्यक्ति प्राय अभिभावक नै हुन्छ। घरमा देख्ने व्यवहार पनि मूल्याङ्कनको महत्वपूर्ण हिस्सा हो। यी मध्ये कुनै एउटा संकेत देखियो भने मात्र बच्चालाई ओटिजम छ भन्ने निष्कर्ष निकाल्न हुँदैन। तर यदि यस्ता संकेतहरू बारम्बार देखिन्छन् र दैनिक जीवनमा असर पारिरहेको छ भने एक पटक बाल विकास विशेषज्ञसँग परामर्श गर्न सल्लाह दिन्छु, किनकि समयमै आवश्यक सहयोगले बच्चाको भविष्यमा ठूलो फरक पार्न सक्छ। यो भिडियो अरू अभिभावकसम्म पनि पुग्ने गरी शेयर गरिदिनुहोस्। जय नेपाल।